Welcome to my channel. Hello guys, नमस्कार. म हो आशिष बोहरा. आज म भ्लग बनाउँदैछु. यो चाहिँ यो बन्दीपुर हो है गाइजहरु. यता यो देखिरहेछ नि, यो ठ्याक्कै बन्दीपुर हो. यो चाहिँ नि ठ्याक्कै यता यो डाँडामा चाहिँ थानीमै पर्छ. अनि यो चाहिँ ठ्याक्कै यो रोड छ नि, यो रोड. अनि यो चाहिँ नि ठ्याक्कै बन्दीपुर जाने रोड हो. अनि यो चाहिँ नि साइकल लेन उता पर्छ. आज कुहिरो लागेको छ राजाहरू, त्यो भएर यो चाहिँ नि ठ्याक्कै भनौँ न यो साइकल लेन हो के. यता यो साइकल लेन पर्छ है. अनि त्यही भएर यता चाहिँ नि यो ठ्याक्कै भनौँ न गेटवाल भनेको यतै पर्छ क्या बन्दीपुरको है. त्यही भएर आज फर्स्ट भनौँ न भलको राजाहरू, त्यही भएर भनौँ राजाहरू. त्यही भएर अर्काले लग बनाइरहेको छु. उता पनि केटाहरू छन् है, टक्क है. यस्तै छ यार भलग जसरी नि बनिरहेछ. उता केटाहरू आयो भने यार आयो भने टक्क तरिकाले जाँदैछौँ. कहाँसम्म पुग्छ अब यात्रा जारी छ. टक्क जाँदैछौँ हामी. आकाश नि यस्तै छ क्या. ठुलो भिड छ न राजाहरू. अब भिडै छ है. त्यसैले सेफ्टी गण्डकी राजाहरू काश्मीरको यात्रा जानु पर्यो बिस्तार बिस्तार होइन. फर्स्ट होला है बनाउँदै गरौँला. बन्दीपुरमा रमाइलो छ है, बनाउँदै गरौँला. बन्दीपुरको रमाइलो क्षेत्रहरूमा देखाउँदैछु. चिन्ता नगर. कृपया च्यानललाई सब्सक्राइब होइन, लाइक सपोर्ट गरिदिनु होला. किनभने चाहिँ यता यो देखिरहेको छ नि, यो बन्दीपुर हो कि खासै ज्ञान बनाउँछ नि. त्यही भएर ओके. यो चाहिँ ठुलै भिड छ भनौँ है राजाहरू. यो भिड हो यस्तो ढुङ्गा. त्यही भएर यति आइसकेका छौँ है. भने आज मौसम खराब छ राजाहरू, त्यही भएर अलिकति देखिरहेको छैन. नत्र त उता हिमालहरू पर्छ है. उता मनासलुदेखि होइन अन्नपूर्ण हिमाल. अन्नपूर्ण त पर्दैन होला के, हिमाल पर्छ, पर्न त धेरै पर्छन्. यता त्यो ठ्याक्कै तल देखिरहेको छ नि, त्यो यताको हो. त्यो चाहिँ डुम्रे भन्छ क्या है. यता चाहिँ नि यता यो जाने छ नि, यो चाहिँ ठ्याक्कै पोखरा जाने है राजाहरू. त्यही भएर बनाउँदैछु भनौँ न. अलिक धेरै पर छ यो साइकल लेन हो न त. यही छ नि त्यस्तो. म बना रहा हूँ राजाहरू. म हिँड्दैछु बिस्तारै बिस्तारै. के छ नि त्यस्तो हेर है. भलग हो राजाहरू यार. जङ्गल छु क्या, जङ्गलको शेर हो कि राजाहरू. जङ्गलको शेर हो के.
देखाउँ त ठाउँ नै यस्तै छ यार राजाहरू ठिकै छ राजाहरू अहिले टेक केयर अर्को भ्लगमा फेरि म वेलकम गर्नेछु वेलकम सधैँ वेलकम